बेनी बजार म्याग्दी फाइनली मल्लास आइयो। मल्लासको दरबार हेर्न जान लागेको हामी चाहिँ खेलाको दरबार फुल हेर्नु चाहिँ नि हेर मल्लास सरकारी चाहिँ ल राजाको सुन्दर दरबार के हेर्न आइयो गाइज। घर हो कि हो र यो टोइले हो के घर हो रहेछ। पुरा घर बाटोहरू चाहिँ सबै राम्रो बनाएर चाहिँ सोलिङ गरेको नेपालको राष्ट्रिय जडीबुटी माथि चाहिँ खलास। हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा र सबैजनालाई नमस्कार। आज चाहिँ हामी माथि मल्लासतिर घुम्न जाँदैछु साथीहरू। यो पछाडिको चाहिँ बेनी बजार। मल्लास बाँसघरको होमस्टे त डाँडामा पोतीवा ल्याइदिन्थ्यो र त एउटा मात्रै घर होला भनेको त उहाँ माथि नै हुन्छ। घरै घर पो रहेछ हो त्यहाँतिर। एक दिन घुम्नु जानु पर्ला अचानक बिहानतिर। साथीहरू यहाँ बाटोमा सुरुङ रहेछ, सुरुङ टनेल सानो। कहाँ जाने हो हामी। बाटो चाहिँ होइन यस्तो राम्रो रहेछ। अहिले मलाई बाटोको फोहोर देखेर मन परिन। यतै जाने उतै जानु हो। सबै हिँड आँच्नु पऱ्यो नि। माथि दरबारमा जाने हिँड हो। कति लाग्छ 2 दिन टाइम? बेनी बजार म्याग्दी संसारमा मन नभर्ने बेनी बजार। त्यो लभली हिल आयो मल्लास गाउँ। मल्लास गाउँ आयो साथीहरू। ल मल्लास बजार हेरिदिउँ न त गाइस। टक्क लागेर मल्लासकै सुरु माथि रहेछ। फाइनली मल्लास आइयो। मल्लासको दरबार हेर्न जान लागेको हामी चाहिँ। इकुल हो त्यो हिरानमा त जङ्गलै जङ्गलमा बनेको छ। यो नि त यहाँ गाउँघर बसेको फाइदा। नि ठुल्ठुलो गाना लाग्छ है। फुल
फुल देखाइन त यहाँ बाहिर मलाई देखाइहाल्ने बोरामा त जास खेलाको त अलि फुले हुन्छ नि घेरा लगाइसकेपछि मानिरहने ऊ त के हो अरे लुसुन नि रहेछ यहाँ ए बाबै जम्मै थोक मल्लास गाउँमा तरकारीले भरिपूर्ण ऊ त्यहाँनिर लुसुन त पर्न नि प्याज त मकै नै ठुल्ठुलो भइसकेको छ मकै मकै अब गएर गोर्ने होला नि धराउने गयो भने त घाँ काटाइ मचिने होला नि ल स्कुल यहाँ रहेछ है के जोड्नुलाई छन् टक्क लगाएर मकै छल्लाएको चरा टक्क लगाएर के जोड्नु आमाको स्कुल भ्यू देखाइदिनु पर्यो अलि ढिलो देखाइने खेत माथिको डान्सरलाई पनि देखाइदैन माथि टिकटक बनाउनु लाग्यो अरे लुकेर डान्स राख्यो अरे कान्छीहरू माथि मार्नुहोस् होला नि क्या पैसा दिने होला बाटो चाहिँ एकदम सोलिङ गरेको हुनाले केरा रहेछ होइन नि लुसुन र प्याखको त खाने हेरेको छ अरे मल्ला छ गाईको दुध खान्छ त अब के बोल्नु भने मल स्कुलभित्र पुरानो घर स्कुल हामी पढेर निकालेको भर्खरसी अर्गानिक फल एउटा टिकु ल्याए जस्तो देखाइदिउँ अर्गानिक फल देखाइ पाके चाहिँ कहाँ खालो गरिदिनु तल चाहिँ तल यो नि त गाइसी फल भनेको यसलाई भन्छ है फल यस्तोलाई हुन्छ नि त होइन खानेकुरा भनेको यो रहेछ त रोज पनि पुग पसल पनि रहेछ अब पुस्तक पसलमा हुक्का तान्नु चाल्यो त्यो घर के पुरानो है यो पुरानो डिजाइनको घर नि उदाउनु लाग्छ हामी पनि देखिने चाहिँ उपर टक्ला र बाटो पिचै पिच रहेछ है तरकारीहरू पुरानो दरबार राजाको दरबार हो यो स्कुलभित्र पुरानो घरहरू चाहिँ यहाँ रहेछ है मल्लासमा हुन्छ बाटो त यार मल्लास आयुर्वेदिक सहकारी चाहिँ यहाँ रहेछ है लिचीको बुट्टा रहेछ नि यहाँ जानु लागि यो दरबारतिर बाटो चाहिँ वान लाग्यो जोस् पुरै दरबारको वरिपरि त आफै आफको उठा रहेछ
तर दरबारलाई तेरा चाहिँ फलफुल। शरीर राम्रो संरक्षण गर्ने नीति नै यिनी हुँदैन बाटो चाहिँ सफा दामी के यही त होला त नि गोर्खे मोड तलको त हस्पिटल होला नि खै सरको कराम लगाएर लुगाहरू सुकाइरहेको फेरि जानु मिल्छ कि मिल्दैन भाइ कसलाई भन्नुपर्छ अनि एउटा मान्छेलाई मान्छे छैन नि त्यहाँ हो मान्छे त छन् रे ओए, कुकुर छ रे केटा भोटे कुकुर छ रे ल नि त है दरबार के छ रे टुकेन मगर छ भाइ टुकेन मगर है टुकेन हजुर ल सब्स्क्राइब गराइ भाइ भोटे कुकुर पालेछ रे फेरि ठोकतिर मान्छेहरू छन् गरे त्यतिकै हेर्नु त होला नि बाहिरबाट कुकुर पालेछ नि त ल राजाको सुन्दर दरबार के हेर्न आइयो गाइज हेलो दाइ सुनसानको हो नि यसो परिचय पाऊँ रुख कटाउनु नि रहेछ फलिरहेको यो रुख कटाउने नि प्रायः रुख कटाउनु फलेको यहाँ तल नि झन् माथि हिँड्न त बिग्रिहाल्यो अस्ति हामीले खाने होइन र है हो होइन त्यो त अब आउन चाहियो भित्र जानु पाइएन है गाइज भोटे कुकुर पालेको छ रे सानो सानो भाइहरूले भन्छन् मान्छेहरू त देखिन्छ बोलाएको ठुल्ठाले मान्छे यस्तो छन् आउँदैनन् लगाएर दरबार चाहिँ फलफुलले भरिपूर्ण केरा रुख कटर लौतीमा भई संरक्षण त गरेरै छन् उसलाई हेर्न नदिने गरी गरिन्छन् राजा सरलाई देख्नै पाइएन त अनि पशुपति सरले पढ्दाखेरि यहाँ भित्र टिना आउटी देखाँदै गर्दै रहेछ नि केराटिरो अन्त के को खेती होला यस्तो बिरुवा चाहिँ खेती गरेको जस्तो छ है त्यसो गरे खै के गरेको आएको उठा नि कति ठुलो हालीमा जम्मै कुहिरो पटल गएर केही नै देखिन्न त नि पुरानो पुरानो घर रहेछ यस पुरानो पुरानो घर चाहिँ डह्रो रहेछ होइन नि पहिल्यैदेखिको धेरै मनपर्ने घर हो कि यो मलाई होइन अहिले चाहिँ यस्तो भएको छ औँसिलो बसेर मजाले भएको छ होला जर्फले खै घेराएर त औँसिलो पाकेबाट टिभी राखेर जाने हुन्थ्यो यार देखाइँदैन त्यो सुरु हुन्थ्यो त्यहाँ यस्तो राजाको दरबार हो भने त पहिलाको राजा दरबारको राजाको पालाको घर हो नि त्यो यो चाहिँ जनताको घर के गर्छ बालिनको घर हेर्ने हो बालिनको घर आउँदैछ हेरै पर्यो बालिनको घर पुरानो बालिनको घर ओके
यता देखाइन बालिनले लुगा धोएर सुकाएको छ यता हुँदैन कलेश्वर प्रवेशद्वार यो त उ होइन र फर्निचर यता हुनुहुन्छ फर्निचर रहेछ है खतरा खतरा मान्छे त्यहाँ मन्दिर रहेछ के हो र एक हेर्ने यस्तो भर्खर घर बनाउँदा रहेछ नि अहिले त मन्दिरभित्र छैन यस्तो छ त्यो राधा कृष्णको मन्दिर रहेछ सानो है टक्क लगाएर यस्तो तल्लोपट्टि घर छ उल्लोपट्टि मन्दिर छ जान्ने होइन एकछिन माथि नि जान्दा के हुन्छ फेरि हो यो घर राम्रो दाइको बेलुका नै हेर्ने हुन्छ घर हो कि हो र यो टोइले हो के घर हो र यो चाहिँ बालेन शाहको अफिस हो पुरानो सानो घर एकजना बस्ने जस्तो घर रहेछ बालेन शाहको अफिस देखाइदिने अरे गाउँ ठाउँ र ऊ नभए भने विकास त मजाले पुगेको हो नि होइन पुरा बाटो र चाहिँ सबै राम्रो बनाएर चाहिँ सोलिङ गरेको मान्छे बस्न आइन्छ नि क्या नि मान्छेहरू पुरानो पुरानो घर उयोहरू मेवा नमस्ते आन्टीहरू खुल्ला एरियामा गोराहरूलाई त सही रहेछ नि बाटो चाहिँ सबै सोलिङ चिनाम्दै हिँड्न शिशिरको घर रोस् त यहाँको बासिन्दा होइन र अब यहाँ बिहाको कार्यक्रम रहेछ यो कार्यक्रममा हामी भइरह भने कार्यक्रम हुनै पाउँदैन आउनु त आइयो पानीले चाहिँ डह्रो पुग्ने हो आज हामीलाई को त छिटो हो र पानी आउँछ होमस्टे जस्तो देख्नु मलाई पुरा नयाँ नयाँ घरहरू बन्न लाग्यो पुरानो पुरानो घर ठाउँ त्यागेर नयाँ घरहरू बनाउनु लाग्यो ल हेर त ढेकुर मजाले बसेर सालाले खेत जोत्दै हुनुहुन्छ उता हेर्दै जानु होला शिशिरको साला रे त्यो शिशिरको गाउँ आएको किन त्यो साला त तै भन्दा नि ठुलो रहेछ त कालो साला हेर्दै जानु होला पुरा ढुक्टरले के जोड्दै हुनुहुन्छ है यो हाम्रो कालो साला यता हेर्दा के हो रे लाख मान्ने यता यता भिडियो आफै कट भयो गर्छ यता साइडमा थिचिएर
फुल माथिको स्वर्गको भ्यू बहिनी कालो बाख्राको मिठो घाँस यताको प्याज खेती प्याज र लसुन त डर हुने चाहिँ होइन आफै मात्र राम्रो रहेछ कि बाटो बन्नु लाग्यो चाहिँ हेर्नु चाहिँ भर्खर चल्ली बनाएर चाहिँ बाटो हेर्नुहोस् न यता यसो 10 लाखको बजेट हालिदिनु पर्ला जस्तो खान जाने होला नि आदम विकासको कामहरू हुँदै रहेछ यहाँ चाहिँ है यतिको विकास हुनु पऱ्यो सबै ठाउँमा लगभग हामी चाहिँ गाउँ डुलेर सकियो अब फर्किने होला है लगभग अब हामी किराना पसलमा जानु बाँकी नै छ तलको हस्पिटल जानु चाहिँ ल हामी चाहिँ अब हामी चाहिँ अब बाटो त थाहा छैन खोज्दै जाँदैछौँ है पानी आउनु लागेको छ आकाशैभरि कालो बादल पानीले कुद्ला जस्तो छ नेपालको राष्ट्रिय जडीबुटी एक सरको दुनियाँ अर्को हुन्न हामी चाहिँ लगभग फर्किसक्न लाग्यौँ बाटोमा आधा बाटोमा आइसकेछौँ गाउँ छोडेर तलै आइसक्यौँ है हामी चाहिँ त यो छ जाने पो कता बाटो हो थाहा छैन है गाइज बाटा हराएको अवस्था है भगवान्ले फोटो खिचेकै छ अहिले कति खारा हाम्रो फोटो देखेर भगवान् रुन थाल्छन् है आमा लाग्यो यार झटाङ न ढुढुङ ए कु चाहिँ अहिले के पाउन हुन्छ ल हामी चाहिँ जे पर्ला हाम्रो यो बाटो रोज्यौँ सही हुन्छ कि गलत हेरौँ है ऊ त्यो बाजेलाई सोध्ने जस्तो छ राम्रै बाटो रोजिन्छ है त गाइज ल हामी चाहिँ माथिसम्म पुगेर आइयो है चाहिँ हामी लगभग लास्ट गाउँको लास्ट भागमा आइयो होला ल माथिसम्म पुगेर आइयो है रमाइलो भएको नयाँ ठाउँ देख्न पाइयो ठिक छ विकास राम्रोसँग भएको रहेछ यो गाउँमा अहिले मलाई मन परेन गोबर घनाउने रहेछ पुरै पिच छ क्या हेर्न त बाटो त सब पिच हाम्रो गाउँमा यतिको विकासै भएको छैन यार 4-5वटा हाइड्रो पावर छ चौतारो अब होइन तपाईँहरूलाई म एउटा खुसीको कुरा देखाउन जाँदैछु पानी पर्यो यार पानी पर्यो हेर यहाँ के निकाल्नु सक्छ अब पानी पर्यो
के हो यो के हो कसले चिन्छ यसलाई पानी पर्यो गाइस अब चाहिँ लगभग बाटो पनि थाहा पाइयो अब त पानी पर्न लाग्यो कि मरानी राम्रो हुन्न पानीले रुजेर अब चाहिँ ल रुममा गएर देखाउँछु भिडियो भनेको यहाँ एउटा डाँडा देखियो गाइस सो कस्तो रहेछ हेर्न भनेर आएको हाम्रो कस्तो छ त नि क्याम जस्तो पो देखिन्छ त हौ कलर यहाँबाट हल्का बेनी बजार देखिँदो रहेछ है गाइस आम्मा यति माथि आइयो है माथि छ खलास टक्क लगाएर आएर ओ रो बाटो होइन सर घुमेको तलदेखि दिलबाट देखिरहेको छ है बुढो रो बाटो ल अलिकति देखिन्छ होस् बाटो चाहिँ भेटियो है आयो कसलाई बस्ने उतारो रहेछ यहाँ सर्टकट बाटो है सर्टकट अब पानी आउनु लाग्यो भिरको बाटो जाने सर्टकट बाटोबाट बेनी बजार त रासन बनाउने ठाउँहरू देख्न सकिन्छ अब हामी चाहिँ पानी आउनु लागेको कारण यहीँबाट सिधै भिरको बाटो जानु लागेको है ल जाम त अहिले पानीले खुला रोबाट त हत्ती त होला नि उताल्नु देखिने ओ पर फर घुमेर हेर्न भाले सी फन हिँड जाम अब जाने घुमियो रमाइलो भयो पानीले खुला त छ ल यस्तो रहेछ है गाइस बाटो चाहिँ ल सरस्वती बाटो जाने अब के हो यार राति राति त पुरा यस्तो भिड्न नि आपको बुटा ल गाइस पानी नि पर्यो घर फर्किने पर्यो ल अब चाहिँ आजलाई भ्लग चाहिँ यही अँध्यारो कुनामा इन्डिङ गर्नु पर्ला जस्तो छ ल नेक्स्ट भिडियोमा भेटौँला है त गाइस सबैले मन पर्यो भने चाहिँ लाइक सब्सक्राइब सेयर गरिदिनु होला है ल अर्को भिडियोमा भेटौँला गाइस बाई बाई थ्याङ्क यू फर वाचिङ है ल